हेलो नमस्कार सम्पूर्णमा। आज चाहिँ म बिहानै उठेर तयार भएर वनतिर लागे साथीहरू, किनभने हाम्रो गाउँमा वर्षमा एकचोटि मात्रै दाउरा फुर्काउने, अरू बेला चाहिँ बन्द हुन्छ, अरू बेला चाहिँ दाउरा काट्न पाउँदैन साथीहरू। त्यही भएर हामी चाहिँ सबै उठेर छिटो गरेर वनतिर लाग्यौँ साथीहरू। अनि यो चाहिँ मेरो गाउँ हो, तमान गाउँ। यतिको अँध्यारोमै हामी वनतिर लागेको साथीहरू। धेरै मान्छेहरू हुनुहुन्थ्यो, अरू चाहिँ अगाडि नै गइसक्नु भएको थियो। सबैभन्दा लास्टमा चाहिँ हामी थियौँ साथीहरू। अनि वनमा पुग्दा चाहिँ यतिको उज्यालो थियो। अनि हामी चाहिँ मोबाइल बालेर नै दाउरा काट्न सुरु गऱ्यौँ साथीहरू। अरू चाहिँ पहिले नै गएर बस्नु भएको थियो वनमा, अनि काटिसक्नु भएको थियो। हामी चाहिँ अलिक ढिलो भयो। अनि उज्यालो हुँदा चाहिँ मैले यतिको दाउरा काटेको थिएँ। अनि मलाई झ्याउ लागेर हिँड्न यसरी लड्केर बस्दै थिएँ। अनि मैले यसरी दाउरा काट्दै थिएँ साथीहरू। अनि मलाई चाहिँ यहाँ यसरी दाउरा ओसार्दै थिएँ, यसरी अगाडीले अड्काउँदैछ साथीहरू। यति चाहिँ मेरो दाउरा भएको थियो, यतिको उज्यालो। अनि दादा चाहिँ घाम लागेको थियो, दिदीले चाहिँ यो ठुलो दाउरा काट्दै थियो। अनि मलाई निस्काइदियो, मैले काट्दै थिएँ साथीहरू। अनि बिहानदेखि केही नखाएको, पानी मात्रै खाएको भएन। मलाई चाहिँ यो काट्नु नै धौधौ पर्छ साथीहरू। बल्ल काटेर सकेँ। अनि यो चाहिँ हाम्रो गाउँ हो उज्यालोमा, तमनखोला गाउँपालिका वडा नम्बर 3 तमान गाउँ। अनि बच्चा चाहिँ कति राम्रो छ। अनि यहाँ चाहिँ हाम्रो मामा, अनि चाहिँ फल। अनि अरूले सबैले गाउँतिर दाउरा लग्दै हुनुहुन्थ्यो, हामी चाहिँ लगेर फर्केर हुन्छौँ साथीहरू। अनि मामाले चाहिँ नखिच भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ दाउरा अरूको दाउरा साथीहरू जम्मा पारेर राख्नु भएको थियो। अब घाम दुख्ने बेला भइसक्यो बिहानदेखि आएर। अनि हाम्रो गाउँको मान्छेहरू चाहिँ यति दाउरा सबैले काटेर राख्नुहुन्थ्यो। म चाहिँ थाकेर ओसार्नु नसकेर अनि फेरि फर्केर आउन चाहिँ रात पर्न लाग्थ्यो। अनि फाइनल्ली हामी चाहिँ लास्ट भारी चाहिँ लिएर फर्किँदैछौँ साथीहरू। यो चाहिँ थ्याङ्क यू फर वाचिङ।